नमस्कार सबैजनामा म लेरा नेबाङबाट आज म यहाँनिर रत्न वृद्ध आश्रममा आएको छु। यहाँनिर म आउनुको मेन कारण चाहिँ के छ भने एउटा बहिनी हुन्छ देवी कुरुम्बाङ लिम्बू बहिनी हुनुहुन्छ, उहाँ बाहिर हुनुहुन्छ, कुवेतमा हुनुहुन्छ। उहाँले चाहिँ केही रकम मलाई दिनुभएको पठाउनु भएको थियो। त्यो रकमले चाहिँ मैले वृद्ध आमा बुबाहरूलाई लुगा किनिदिएको छु। उहाँ हाम्रो देवी बहिनीले भने बापत उहाँ तातो तातो लुगा किनिदिनु उहाँलाई धर्म हुन्छ भनेर उहाँले मलाई पठाउनु भयो। आज मैले केही लुगाहरू किनेर ल्याएको छु। यो तपाईँले ल तातो लाउनु ल। सुहायो तातो भयो। मैं यो लाउँछु कि यो ज्याकेट यो लाउँछु? ज्याकेट दिनु न यो अघि आमाले स्वेटर लाउनु अनि टोपी अलि यता आउनु त। टोपी उसले चाहिँ काट्नु हुन्छ ल यो ज्याकेट लाउनु होइन, यो अहिले लगाइराख्नु भएको छ। सबैलाई नमस्कार तपाईँहरूलाई। ल अब फेरि आउने मौका दिनु मलाई। फेरि आउँला, फेरि भेटौँला होइन। यहाँको सञ्चालिका हुनुहुन्छ हाम्रो रिता सुनवार दिदी हुनुहुन्छ। उहाँ अब आज मेरो यहाँनिर आउने मौका पाएँ भनौँ न। अब तपाईँ हाम्रो जो के अरे दाता यो हाम्रो दानी बहिनी हुनुहुन्छ देवी कुरुम्बाङ, उहाँ बहिनीले के भन्नुहुन्छ? नमस्कार नानी बहिनी, तपाईँलाई होइन, तपाईँ विदेशमा बस्नुहुने रहेछ। तपाईँलाई चाहिँ हाम्रो रत्न ज्येष्ठ नागरिक वृद्ध आश्रम जुन हामीहरूको यो आश्रम दमक वार्ड नम्बर 4 मा पर्छ, चियाबगानदेखि अलिकति मासतिर। यो हाम्रो आश्रम परिवारबाट तपाईँलाई एकदमै हृदयदेखि नै नमन गर्दछौँ है। तपाईँले विदेश बसेर पनि अब यो जाडोको समयमा यति न्यानो लुगाहरू दिनुभयो र हामीलाई एकदमै ठुलो सहयोग गर्नुभएको छ। त्यसको लागि हामी एकदमै आभार छौँ। तपाईँको आगामी दिनहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तर प्रगतिको कामना गर्दछौँ। तपाईँका यी सेवा गर्ने हृदयहरूलाई होइन ईश्वरले सधैँभरि आशीर्वाद दिउन्, हामी यही कामना गर्दैछौँ। नेपाल आउनुभयो भनेदेखि भिजिट यहाँ आउनु होला, हामीलाई भेट्न, हाम्रो बुवा आमाहरूलाई भेट्न आइदिनु होला। धन्यवाद। र लगायत उहाँ भाइलाई पनि म एकदमै धन्यवाद चढाउँछु, किनभने उहाँले आएर हाम्रो आश्रमलाई नै चुन्नुभयो र मलाई खुसी लाग्छ। यसरी पत्ता लगाएर आउनुभएको रहेछ उहाँले। धन्यवाद छ सबैलाई है त, हेर्नुहुनेहरूलाई पनि धन्यवाद। फेरि पनि एउटा यहाँ हाम्रो देवी कुरुम्बाङ बहिनीले म धेरै धन्यवाद दिन चाहन्छु। फेरि पनि हामीले मलाई यस्तो मौका दिनु होला। हाम्रो देवी बहिनीले मेरो हर अभियानमा हर पल मलाई सहयोग गर्दै आउनु भएको छ। फेरि पनि यस्तो मौका दिनु होला भन्दै धन्यवाद सेवाहरू।